के भयो? चक्कुले हात काट्यो। अलि ढङ्ग पुऱ्याएर काम गर्नुपर्छ नि। उ त्यो घरमा जा त। यहाँ लिएर आइज। बस उठ बस। खाँदैन घुमाएको ल यतातिर हात काट्यो भने त यो यस्तो बाँधिँदो रहेछ। हाम्रो घरतिर त फरियाको तारा बाँधिन्छ। तेरो घरतिर फरियाको टालोमा बाँधिदिन्छ। अनि तेरो घर चाहिँ कहाँ रे? सामरी। मैडम अब हामी कहाँ जान्छौँ? सामरी। पत्रिका तिमी च्याट्ट परेर कहाँ लाग्यो नि? कहाँ जानु नि? आज मेरो महिलासम्मको मिटिङ छ, म त्यहीँ गएर आउँछु है। ए जाऊ जाऊ। अब तिमीलाई मैले आजसम्म जान्छु भनेको ठाउँमा कोही रोकेको छु र? साँच्ची म आज आउन अलिक ढिला हुन्छ। गाईलाई घाँस पराल गर्न, पानी दिन, गोबर सोर्न बिर्सलाउ नि फेरि। लाठी अब सधैँभरि मैले गरिरहेको काम मैले बिर्सुला त। जाऊ छिटो जाऊ बरु, जतिखेर आए नि हुन्छ। ल ल त्यसो भए गएँ अहिले। हुन्छ हुन्छ ल। नमस्ते। नमस्ते। मैले त तपाईँलाई चिनिनँ नि। मेरो नाम आर्जु। म समाजसेविका हुँ। समाजको सेवा गर्नु नै मेरो काम हो। छुट्टिएका नाताहरूलाई जोडाइदिने, बाल आश्रम र वृद्धाश्रममा दान दिने, हराएका मान्छेहरूलाई भेटाइदिने नै मेरो काम हो। 7-8 वर्ष अगाडि यो घरबाट कोही हराएको थियो। हराकी छ हजुर, हराकी छ। मेरी सानी छोरी पुतु हराकी छ हजुर। के त्यो हराएको मान्छे यही हो? हो, मेरी छोरी पुतु हो हजुर। मेरी छोरी हो हजुर, यो मेरी छोरी हो हजुर। अहिले मेरी छोरी कहाँ छ हजुर? कुन अवस्थामा छ छोरी? तपाईँ हामी मिलेर यति काम गर्न सक्यो भने तपाईँको छोरी पनि भेटिन्छ अनि हामी रातारात मालामाल पनि हुन्छ। हुन्छ म्याम, हुन्छ। हजुरको कुरामा हामी बुढाबुढी नै सहमत भयौँ। बरु यो काम चाहिँ छिट्टै गर्नु पाए हुन्थ्यो हजुर। छिटो गर्नु पर्यो हजुर, जसरी हुन्छ यो काम छिटो गर्नु पर्यो। बा, हजुरको मोबाइल नम्बर दिनुहोस् त। मसँग त मोबाइलै छैन हजुर, मैले मोबाइल बोक्दिनँ। म्याम, मेरो नम्बर लिनुहोस् न। म्याम, हजुरको त नम्बर मेरोमा छैन त। तपाईँको नम्बर म भाइठामा आइसक्यो, बाँकी रह्यो मेरो नम्बर। जतिखेर मलाई तपाईँको आवश्यकता पर्छ त्यतिखेर म तपाईँलाई कल गरेर बोलाउँछु। हस् म्याम, बरु हजुरको मोबाइलबाट मेरो मोबाइलमा चाँडै फोन आउँछ है। हस् त, नमस्ते। हस् हजुर।
मरले भुजा खाएर नखा भए ज्योति अहिले त भुजा पैसा लिएर जा। पर्दैन ज्योतिले सबै सामान ठिक पारेर आएकी चाहिँ चुचुले पकाइहाल्छ नि। तिम्रो आफै नि पकाएको हुन्थ्यो। त्यो बडा चुपीको त्यस्तो अवस्था किन्नु खोजेको पनि। अनावश्यक कुरामा धेरै बोल्नु हुँदैन बुवा। बिरामी मान्छे चुप्प लागेर आराम गरिछु। दिवाकर बुवा हजुरलाई त मैले चाउलो खुवाइसकेँ, तैँले चाहिँ भुजा खाएको छस् कि छैनस्? हिजो रको बाँकी भुजा थियो म आज त्यही भुटेर खाएँ। दाजु हजुर मैले नबुझेको एउटा कुरा क्या, आर्जु बाबुजुले ब्याङ्कबाट लिएको ऋण घटाउनुको सट्टा झन् पैसा झिकेर ऋणमाथि ऋण थप्दै होइसिन्छ। यो तालले त हाम्रो घर जग्गा सबै लिलाम हुन्छ। अहिले तेरो भाउजूलाई चिनेकै छैन कान्छा। नेगेटिभ भाइब्स भएको आएमै हो त्यो। त्यसको उद्देश्य भनेको दोनो गाई जसरी ब्याङ्कबाट ऋण झिक्ने, ब्याजमाथि ब्याज थप्ने, अनि यो घर जग्गा लिलाम गर्ने, अनि हामी ठकुरी खरकलाई बाटोमा ल्याएर रुवाउने, अनि ऊ पर बसेर हाँस्ने। उसको उद्देश्य यो हो कान्छा। ठकुरी साहब, कार किनेर तिमीहरूको घरको अगाडि सो गरिहाले। एउटा झट्का त त्यही भइहाल्यो। कार कसरी किने भनेर ठकुरी साहबको परम मित्र कुबेर बाजेलाई ब्याङ्कबाट लाखौँ ऋण निकालेको जानकारी दिइहाले। कुबेरले यतिखेर त्यो कुरा तिमीहरूको कानमा पक्कै पनि पारिसक्यो। यतिखेर त तिमीहरूको हालत पानीबाट जिउँदो माछा निकालेर तातो बालुवामा फाल्दाखेरि कसरी तडपिन्छ हो, त्यसै गरी तडक तडक गरी तडपिरहेको होला। अबदेखि त्यो चुचुको पेट जति जति बढ्दै जान्छ तिमीहरूको खानदानलाई म त्यति नै तनावमाथि तनाव दिँदै जान्छु। तिमीहरूको तनाव देखेर त्यो चुचुलाई पनि पक्कै तनाव हुन्छ। तनावै तनावमा त्यसको पेटमा भएको बच्चा कसो नतुइएला र। के खुसीमा हाँसिरहनु भएको छ नि म्याम? एउटा मेरो मिल्ने साथीले फोन गरेकी थिए, मोरीले हँसाएर झन्डै मारे। अनि बिपा कति सफा गरेर मजाले मिलाएर राखेर ल्याइछस् त। आज मलाई तेरै हातले खान मन छ, मलाई खुवाइ त।
के भन्या फुत्ते तैँले तेरो औँला बिरामी भएको भन्या हो? यो फुत्तेको कुरा बुझ्या भए मारिदिनु। खोइ के भन्न खोज्या हो? कहिले घर देखाउँछ, कहिले जुङ्गा चलाउँछ, कहिले नाकको फुली देखाउँछ। मैले बुझ्ने गरी भन्न फुत्ते। म हजुर कस्तै तर्साएले त। तैँले भने मैले केही पनि बुझिनँ। ए त्यो चोलो त मुवा हजुरको हो। मुवा हजुरलाई खोज्या हो? मुवा हजुर त उहाँ बुवा हजुर कहाँ गइसेछ। ल ल भाग्यमानी भएछ। हजुर हजुर भुजा तयार छ त? कस्तो भोक लागिरहेछ। हजुर तयार नै छ। जान्छ ज्योति भुजा पसिहाल। हजुरहरू आइस्यो है। न हजुर बुवा हजुरलाई अहिले कस्तो छ त? के भनौँ, ठिकै छ। त एक्लै छेस भनेको पिर लागिरहेको थियो। धन्न फुत्तेहरू साथी भएछ। खै के भन्छ यो फुत्ते। मैले त यसको कुरै बुझिनँ म हजुर। जे भने नि यसले राम्रै कुरा गर्छ जुजु। के गर्नु, बिचरो बोल्नु जान्दैन, तर मनको पनि असाध्यै सभा छ यसको। फुत्ते तैँले भुजा खाइस् त? हामीले चाहिँ भुजा खाएको छैन। हामी भुजा खानेभित्र जान्छौँ। त बस्छस् कि जान्छस्? ल ल राम्रो छ है। छैन मान्छे खालि बाहिर लग्दै हुन्छ। भर्खर दबाई खाइसकेको छ। बोनेर लाग्न सक्छ। बस्यो बिस्तारै। ल यसरी बनिसक्यो न। आराम गर्नुपर्ने त्यसै। हजुर आराम गरिसक्यो। मेरो लाग्न सक्छ। म माथि हुन्छु जोडा है त। दर्शन बुवा हजुर। बुवा हजुर हेरिस त तन्न फलफुल बुस्ट हजुरले ल्याइदिएकी छु। हेरिस्यो देखिस्यो हजुरले? खाइस्यो है? यहाँ राखिदिन्छु। बुवा हजुर पक्कै बिरामी होइसिन्छ होला भन्ठानेर फलफुल बुस्ट लिएर आयो कि? हेरिस त मेरो गेस त ठ्याक्कै मिलेछ। ओहो बुवा हजुर, हजुरलाई त कति धेरै ज्वरो आएको रहेछ। लु यसरी घरमा बसेर हुँदैन। खुरुक्क उठेर हिँडिस्यो त म मेरो आफ्नै गाडीमा हजुरलाई हस्पिटल लगेर चेकअप गराएर लिएर आउँछु। बुवा हजुर यसो गर्छ त?
होइन यो आर्जु भन्ने कस्तो क्यारेक्टरको मान्छे हो, आफै काखमा राखेर छुरी रोक्छ अनि आफै टाका लगाउँछ। ए मैले सोचे जस्तो रहन्छ बुवाजु, जम्माले चाहिँ 5 दिन त छोडो रहेछ। बुवाजु अब म त मेरै गाडीमा हस्पिटल जाउँ भनेर भन्छु। अब हजुरले मेरो गाडीमा जाँदै जान्न भनेर कसमै खाइसकेको छ भने एम्बुलेन्सै बोलाइदिउँला, तर जाने चाहिँ जानुपर्छ है हजुर। यस्तो पाराले हुँदैन यहाँ बसेर। मलाई त शङ्का छ हजुर यसै गरी घरमा बसिराखिसयो भने ज्वरो अझै झन् बढ्दै जान्छ। टेन्सन नलिस है हजुर, जे लेखेको छ त्यही हुन्छ। आखिरी हुने कुरा नभइकन छोड्दैन। अब यसै गरी हजुर बिरामी भइराखिसयो भने मलाई घरिघरि फोन गरिरहनै पर्दैन, मैले ठ्याक्कै थाहा पाइहाल्छु। त्यही भएर म हजुरले टाइममा भेट्न पनि आइरहन्छु बुवा हजुर। हस् त बुवा हजुर, अहिलेलाई जान्छु। दर्शन। अनि बुवा हजुर अब हजुरले यति धेरै ज्वरो आएको छ, यस्तो बेलामा खानेकुराको चाहिँ एकदमै ख्याल गर्नुपर्छ। चिसो कुरा त खाने त थोरै छोडिदिनुहोस्, छुन पनि मनाइ हुन्छ। अब मैले ल्याएको फलफुल पनि चिसै हो, अब छोडेर जाउँ भने ठ्याक्कै खाइदिसिएला र हजुरलाई के होला। त्यही भएर अब छोड्ने कुरै आएन बुवा हजुर। तेरो जेठी श्रीमतीले के भनेर गए मैले सुनिस्? सुने बुवा। भन् त कान्छी। दादा हजुर, हजुर कता आइपुगिसियो? ए म त भर्खर रुख चढेर स्याउला झार्दै थिएँ। चुचु भाउजू एकदम बिरामी भइसक्यो, म त एकदमै आत्तिसकेँ। हजुर छिटो आइस्यो न। ल ल पक्दै गरे, पक पक पक, त्यही बस्दै गरेर म आउँछु। भाउजू भाउजू नआतिस्यो न, नआतिस्यो। सबै महिलालाई यस्तो अवस्थामा सबैलाई यस्तै हुन्छ। हजुरलाई तातो पानी ल्याइदिउँ? ए काट्नुलाई किन होला? खानुपर्छ के यति जबरजस्ती भयो पनि? मुखै कस्तो बिग्रिसक्यो। नखाएर नखाएर अब खाइसिन्न म हजुर। हजुर आएर मात्रै यति खाइसक्यो। मैले खुवाउँदा त 2 चम्चा खुवाउन पनि गाह्रो हुन्छ, खालि यत्रो यत्रो आँखा पारेर। म हजुर बुवा हजुरलाई ठिक नहुँदैसम्म हजुर यतै बसिन्छु।
के हो भाउजूलाई? हेर्छु न अघिदेखि यस्तै भइरहेको छ छिटो हस्पिटल लौँ न ढिला नगरौँ हस्पिटल त लाने तर त्यत्तिकै कसरी हस्पिटल लाने पक्रेपछि नआतिस्यो ल अब औषधि खाने है आगर्छु त कान्छा भन् त यहाँ चुचु भाउजू बिरामी भएर छटपटाइरहेको छ छिटो आइस त म कहाँ चुचु हस्पिटलमा थिएँ नाम नले त्यसको के भनिस् यार दाजु हजुरले यस्तो बेला हस्पिटल लानु पर्दैन मरि मरोस् ओइ के बोलेको कि तैँले सुन्छ हजुरले यसले कस्तो नचाहिने कुरा बोलेको त आफै बोल्नु मैले त बाबुको कुरा गर्छु ल यहाँ कुरा गर आमासँग हेलो कान्छा चुचुलाई के भएको भन् त म हजुर हेर्छु न भाउजूलाई के भयो बिरामी भएर अघिदेखि छटपटाइरहेको छ यो हरिणवा मान्छेको भर हुँदैन त झट्टै हस्पिटल लानको लागि व्यवस्था मिला कान्छा सुन त म छिट्टै आउँछु त हस्पिटल जानको लागि तयारी गर्दै गर त हस् म हजुर चाँडै आउँछु हामी तयार भएर बस्छौँ ल म गएँ छिटो जा त्यो बुवा हजुरको राम्रो हेरविचार गर है ऊ जन्ममा तेरो जेठी श्रीमती र तेरो ऋण खाएको रहेछौ हामी ठकुरीले जे पै त्यही बोल्छिन्छ आराम गर्छु चुचु तपाईँ साह्रो गाह्रो भयो क्या हेर्छु न बुवा हजुर भर्दावाला एकछिन गडबड भइरहेछ म हजुर गन्थन पछि गरौँला भाउजूलाई झट्टै हस्पिटल लगाऊ ओह अटो पनि आइसक्यो जाऊ ल बाबा के हुन्छ छिटो